सम्पूर्ण साथीहरुमा नमस्कार। म चाहिँ आज मटर पनिर रेसिपी लिएर आएको छु। हुन त बनाउने सबैको आफ्नो तरिका हुन्छ। म चाहिँ कसरी बनाउँछु त आज चाहिँ भिडियो स्किप नगरिकन हेर्नु होला। सबैभन्दा पहिला म यहाँ फ्राई प्यानमा चाहिँ ओइल राख्न गएँ। यति ओइल गरम भइसकेपछि म यहाँ चाहिँ पनिर राख्छु। सानो सानो पिसमा चाहिँ कटिङ गरेर राखेको यो पनिर यसरी हामी यसमा चाहिँ केही बेर फ्राई गर्छौं। यो तरिकाले हामी पनिर राखेर यसलाई चाहिँ हल्का फ्राई गर्छौं। यसलाई धेरै एकदमै धेरै रातो चाहिँ बनाउनु हुँदैन। हल्का चाहिँ यो तरिकाले बिस्तारै चलाएर बिस्तारै चलाए नै भने फुट्ने सम्भावना धेरै हुन्छ। र यो तरिकाले ट्याक्क यो देख्न सक्नुहुन्छ यसरी चाहिँ हल्का हामी फ्राई गर्छौं। यति फ्राई गरिसकेपछि चाहिँ हामी यसलाई केही बेरको लागि साइडमा राख्ने छौं। यतिको भइसकेपछि ट्याक्क हामी यसरी अब म सेम फ्राई प्यानमा चाहिँ म प्याज रफली कटिङ गरेको प्याज राख्न जाँदैछु। 3-4 वटा लसुन अनि चाहिँ अदरक अनि 2-3 वटा चाहिँ हरियो खुर्सानी रफली कटिङ गरेको प्याज यसरी यसमा राखिसकेपछि प्याजलाई हामी केही बेर प्याज लसुनलाई हल्का फ्राई गर्ने छौं। प्याज लसुनलाई यसरी हल्का फ्राई गरिसकेपछि 1-2 मिनेट पछि चाहिँ म यहाँनिर टमाटर राखेँ। रफली कटिङ गरेको टमाटर देख्न सक्नुहुन्छ। यो तरिकाले ठ्याक्क टमाटर राखेर म यसमा चाहिँ पानी एड गरेँ थोरै मात्रामा। पानी एड गरिसकेपछि अब चाहिँ हामी यसमा हल्का लो फ्लेममा 6-7 मिनेटको लागि हामी यसलाई कभर गरेर ट्याक्क यसरी पकाउने छौं। जबसम्म यो चाहिँ भनौं न टमाटर प्याज लसुनको जति पनि कच्चापना छ यो निस्किन्छ तबसम्म 5-6 मिनेटको लागि हामी यसरी अब हामी यसलाई पकाइसकेपछि हामी हेर्न जाँदै छौं। देख्न सक्नुहुन्छ यो तरिकाको चाहिँ भइसकेको छ। यसरी टमाटर प्याज यो चाहिँ खुर्सानी हरियो यो राम्रोसँग पाकेको छ भनौं न। कच्चापना जति पनि थियो त्यो हटिसकेको छ। ग्यासलाई बन्द गरेर हामी यसलाई चाहिँ चिसो गर्नको लागि प्लेटमा राखेर केही बेरको लागि हामी साइडमा राख्छौं। यहाँनिर मैले चाहिँ अर्को फ्राई प्यानमा चाहिँ ओइल एड गरेँ 2-3 चम्मच ओइल। यसरी म ओइल एड गरिसकेपछि अब यसमा म चाहिँ जिरा राख्दै छु। यसरी हल्का जिरा फुराउनुहोस्। यसरी जिरा फुराइसकेपछि यो माथिबाट अब म चाहिँ यसमा एड गर्न जाँदै छु तपाईको यहाँनिर यसरी यो चाहिँ लाल खुर्सानी भनौं न अनि चाहिँ अर्को यो तेजपत्ता अनि ल्वाङ यसरी हामी यसलाई एड गरेर हल्का चलाउने छौं। यति गरिसकेपछि अब यसमा हामी एड गर्न जाँदैछौं केही मात्रामा मसला हल्दी राखियो यसमा। हल्दी एड गरिसकेपछि अब म यसमा चाहिँ रातो खुर्सानी पाउडर यो तरिकाले अनि चाहिँ यसमा चाहिँ धनिया पाउडर चाहिँ हल्का मात्रामा राख्नु होला। ज्यादा धेरै राख्दा खासै राम्रो हुँदैन। यति गरिसकेपछि यो गरम अब यहाँनिर देख्न सक्नुहुन्छ टमाटर प्याजको जति पनि प्युरी थियो हाम्रो यो हामी चाहिँ यसमा एड गर्दै छौं। यसरी हामी यसमा एड गरिसकेपछि अब हामी यसलाई केही बेर चाहिँ फ्राई गर्छौं भनौं न पाक्न दिन्छौं। थोरै मात्रामा मैले पानी पनि त्यो बोललाई साफ गरेर पानी यसैमा एड गरेँ। यति गरिसकेपछि यो तरिकाको तपाईको देख्न सक्नुहुन्छ। अब हामी केही बेरको लागि यसलाई कभर गर्छौं 7-8 मिनेटको लागि। त्यसपछि हामीले चाहिँ ओपन गरेर हेर्दा यो तरिकाको भइसकेको छ। अब हामी यसमा पनिर एड गर्न जाँदै छौं। यो फ्राई गरेर राखेको पनिर यो तरिकाले हामी यसमा एड गर्छौं। यसरी हामी यसमा पनिर एड गरिसकेपछि फाइनल्ली केही 1-2 मिनेट हामी यसलाई मिक्स गरेर हल्का चलाउने छौं हल्का हातले। यसरी यो चलाइसकेपछि तपाईको यहाँनिर अब हामी यसमा चाहिँ फेरि अब हामी यसमा मटर एड गर्न जाने छौं। यो तरिकाको भइसकेपछि यहाँनिर हामी मटर मैले चाहिँ पहिले बोइल गरेर राखेको थिएँ। फ्रेश मटर हो। सर्दीको सिजनमा चाहिँ मटरहरू फ्रेश राम्रो हुन्छ। फ्रोजन हैन फ्रेश मटर नै हो। बोइल गरेर तपाईले चाहिँ एड गर्नु होला। यो तरिकाको भइसकेपछि यहाँनिर हामी केही बेर कभर गर्यौं
2-3 मिनट चाहिँ यसलाई राम्रोसँग पाक्न दिइसकेपछि यस्तो तरिकाको माथिबाट देख्न सक्नुहुन्छ हल्का ओइल आइसकेको छ। सो यसलाई चाहिँ हामी यसरी ग्रेभी चलाएर हेर्दा यो तरिकाको भएको छ। यसरी ट्याक्क हामी यसमा अब चाहिँ एड गर्न जाँदैछौँ तपाईँको कश्मिरी लाल मिर्च पाउडर। कलरको लागि एड गरेको, यो त्यस्तो धेरै पिरो हुँदैन। सो कश्मिरी लाल मिर्च पाउडर एड गरिसकेपछि अब चाहिँ हामी यसमा एड गर्न जाँदैछौँ थोरै मात्रामा चाहिँ गरम मसला। यो तरिकाले एड गर्नुहोस्। सो यति एड गरिसकेपछि अब हामी यसमा फाइनल्ली रोस्ट गरेको कस्तुरी मेथी यसरी माथिबाट हामी मिक्स गर्छौँ यो तरिकाले ट्याक्क। अनि चाहिँ हामी यसमा चाहिँ हरियो धनिया एड गर्न जाँदैछौँ फाइनल्ली। यो तरिकाले हरियो धनिया एड गरिसकेपछि चाहिँ यो केही बेरको लागि अब हामी यसलाई चलाएर तपाईँको मात्र 1 मिनेटको लागि लो फ्लेममा मसला जब तक पनिरमा एब्जर्ब गर्ने तरिकाले 1 मिनेटको लागि हामी कभर गर्छौँ। यो तरिकाले तपाईँले घरमै बिल्कुलै नर्मल तरिकाले यो मटर पनिर रेसिपी बनाउन सक्नुहुन्छ। सो भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गर्न नबिर्सिनु होला। फेरि पनि हामी आउनेछौँ। थ्याङ्क यू फर वाचिङ। सी यू नेक्स्ट टाइम। बाई।